नमस्ते, स्वागत छ यहाँलाई नेपाली फ्यामिली किचनमा। आज म एकदमै नै स्पेसल चिकन स्प्यागेटीको रेसिपी देखाउन गइरहेको छु। सुरु गरौँ आजको हाम्रो रेसिपी। चिकन स्प्यागेटी अथवा चिकन चाउमिन बनाउनको लागि चाहिँ सुरुमा हामीले चिकनको छातीको भाग लिन्छौँ र यसलाई चाहिँ लामो लामो आकारमा काट्छौँ। छातीको भागलाई काट्नुभन्दा अगाडि मैले चाहिँ यहाँ छालालाई छुट्याएर अलग्गै राखेको छु। चिकनको छातीको भागलाई हामीले यसरी लामो लामो पिसमा काटिसके पछाडि अब हामीले अरू भेजिटेबल्सहरूलाई यस्तै गरी लामो लामो सेपमा काट्छौँ।
यसै गरी तपाईँले आफ्नो घरमा चिकन स्प्यागेटीलाई एकदमै सजिलोसँगले पकाउन सक्नुहुन्छ। हाम्रो भिडियोलाई तपाईँ कहाँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। भिडियो मन परेमा लाइक पनि गर्नुहोला, आफ्ना साथीभाइहरूसँग सेयर गर्नुहोला र अहिलेसम्म तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब बटन पनि तलै छ, प्रेस गर्न नभुल्नुहोला है त। अनि छेउमै रहेको बेल बटनलाई पनि प्रेस गर्नुहोला ताकि हाम्रो भिडियो आएपछि तपाईँमा नोटिफिकेसन आओस्। यति बेलासम्म हाम्रो भिडियोलाई पुरा हेर्नुभयो र साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। बाई बाई।